गाइजहरू तपाईहरू यो कपिलेश्वर महादेवको दर्शन गर्न आइहाल्नुस् त छिटो भन्दा छिटो। यहाँ भिसा नलागेका विद्यार्थीहरू धेरैजना यहाँ दर्शन गरेर गइसके पछाडि धेरैजनाको भिसा पनि प्याटपाटी लाग्यो। धेरैजना अस्ट्रेलिया अमेरिका गइरहेका छन्। यहाँ एकदमै शक्तिशाली कपिलेश्वर महादेव आफै जलमा उत्पन्न हुनु भएको। तपाईहरू पनि आइहाल्नु होला। यो ठाउँ कुन होला भन्ने लाग्ला तपाईहरूलाई। यो चाहिँ सिन्धुपाल्चोक जिल्ला बलिफी गाउँपालिका वडा नम्बर 3 भण्डारी गाउँ फुलपिङकोट पुरानो छाप हो है। एकदमै शक्तिशाली कपिलेश्वर महादेव हुन्, जलमा आफै निस्केका। एकदमै रमणीय ठाउँ छ। जुगल हिमालको सिधा अगाडि पर्छ। एकदमै रमणीय, घुम्नलाई पनि राम्रो। यहाँ आएर दर्शन गरेर जानु होला। सम्पूर्ण रोग हरण गर्ने, छोरा नहुनेलाई छोरा दिने, बल नहुनेलाई बल दिने, धन नहुनेलाई धन दिने, सम्पूर्ण रोगहरू हरण गर्ने एकदमै शक्तिशाली आफै पानीमा उत्पन्न हुनुभएको कपिलेश्वर आफै जन्मेर आएका हुन्। तपाईहरू पनि आएर दर्शन गरिदिनु होला साथीहरू। एकदम घुम्नलाई पनि रमणीय ठाउँ छ। जुगल हिमालको सिधा अगाडि एकदमै रमाइलो ठाउँ।